कति धेरै गाजहरू टेन्सन लागिरहेछ टेन्सनले मै ढल्दिनँ र पता है कस्तो गाह्रो भइरहेछ अनि यहाँ चाहिँ पुरा हामीले सामानहरू प्याक गरिरहेछौँ पुरा उहाँ चाहिँ झोला बनाउनु हुँदैछ हाम्रो 3 जनाको झोला 1 2 3 पुरा हामी टेन्सनमा टेन्सन यस्तो भइरहेछ बेहोस पनि हुन सकेको छैन हैन किनभने लास्ट टाइम आएर गाडीले हल्का धोका दिइरहेछ पछाडिको दिमाग दुखिसक्यो मेरो यहाँ हाम्रो बिहानको दृश्य यो चाहिँ किनभने कोटेश्वरको यस्तो यो चाहिँ बरु प्यासेन्जर हिँड्दै जान नि सकिन्छ गाडी चक्केवा डाँडामा आएर यसरी बसिरहेछौँ जाडोले मर्न लाग्यो यहाँ चक्केवा डाँडा चाहिँ पुगेको छैन के चक्केवा डाँडा उ यो माथि हो हैन उ त्यो मैले हात देखाएको 3 घण्टा पुगिन्छ रे हामी चाहिँ गाडीले छोडेर हामी बाटोमा बिजोक सबैजना आइरहेछ बाटोमा यस्तो धेरै बिजोक भयो हैन यस्तो भयो 24 घण्टा भयो नसुतेको निन्द्राले मर्नु लाग्यो आहा गेडा निस्किला जस्तो भइसक्यो हैन निस्किसक्यो त माथि यस्तो भएको थियो बाटो त यस्तो अझ हामीलाई हैन जुन त्यो भोजपुर जाने मान्छेले हैन गाडी जाने मान्छेले यस्तो नराम्रो गर्यो कि हैन प्राङ गर्यो जाने बेला अब जिपमा भनेको थोत्रे बसमा राखेर पब्लिक बसमा यस्तो गरिएको छ धेरै गाह्रो गरेको छ हामीलाई चाहिँ अनि जुन हामीले सम्झाउन भन्दाखेरि पनि त्यहाँको स्टाफहरूले भन्नाले त्यहाँको चढ्ने हामी जस्तै चढ्ने मान्छेहरूले नबुझ्दिने हैन कस्तो भन्ने उल्टै नराम्रो भन्ने कस्तो यो भोजपुरको मान्छेहरू पनि यस्तो हुँदो रहेछ यहाँ आउनु हुँदैछ उहाँहरू जनताहरू उहाँहरू चाहिँ भटाभट समय राख्नु पर्दैन त्यसै कारबाही त्यही गर्नुपर्छ तपाईले किन अहिले हामीलाई फोन गर्छ हो हामीले फोन गर्नु पर्यो होला त्यसले चाहिँ हैन यस्तो गाडीको बिजोकले बसिरहेको छु मान्छेहरू यस्तो छ हैन यस्तो टेन्सन भएर बसेर हामीले हैन हाम्रो गाडीमा सामान थियो हैन त्यो अनि पख भन्दा भने रोकेर सामान निकालेर फुट फ्यालेर भागी गयो हैन त्यो गाडी यस्तो हामीले झन्डै गाडीलाई हानेको छ त्यो गाडीले हैन हामीलाई यस्तो हामी 5-6 जना केटीले छेकेर पनि हैन तिनीहरूले त्यस्तो गरेको हुन्छ उहाँहरू हामी दसैँको छेकमा हामी बिजोक भएर बसिरहेछौँ यहाँ हुनुहुन्छ हामी यस्तो भाग यस्तो हाम्रो सामानहरू चाहिँ सबै छ सबैजना हामी चाहिँ गुड मर्निङ अनि हामी चाहिँ यहाँ आएर होटलमा बसिरहेछौँ अब हामी चाहिँ जन्माएको कुरोहरू लु आज हाम्रो चाहिँ मुन्दुको यात्रा सुरु भयो अनि उहाँ हुन्छ 2 जना जानु हुँदैछ कस्तो फिल हुँदैछ यो भर्खर सुरुवात मात्रै हो मासतिर पुगेपछि चाहिँ हैन खतरा एक्सर्साइज हुन्छ है अब चाहिँ हामी चाहिँ यहाँबाट मलाई त देख्नु हुँदैन अँधेरो छ अब हामी चाहिँ जाँदैछौँ कता बाटो छ तपाईँहरूलाई त्यतातिर हामी देखाउनेछौँ लानेछौँ हामीसँग हिँड्ने हुनुहुन्छ वाउ हामी चाहिँ माथि आइसक्यौँ उयो चाहिँ हाँस पोखरी हो अरे क्या मैले तपाईँलाई झुकाउन सकिनँ हामी चाहिँ जाँदैछौँ डाँडा हेर्नु होला हामी तलको दिक्तेल हो त्यहाँबाट हामी आउँदैछौँ अनि यहाँ हुनुहुन्छ 2 जना जानुहुँदैछ यस्तो रमाइलो हुँदैछ साँच्चै आज हामीलाई वेदरले पनि धेरै साथ दिनुभएको छ अनि हामी जाँदैछौँ बिस्तारै दिन्छ हामी हो कस्तो फिल भइरहेछ राम्रो अन्डा खानु मन पर्छ ल माथि गएर हामी अन्डा खानुपर्ने छ गएर है त यहाँ माथिको डाँडामा आइपुग्यौँ यहाँ चाहिँ यस्तो राम्रो छ हेर्नुहोस् त यस्तो राम्रो छ यहाँ चाहिँ आउनै पर्ने क्या घुम्न चाहिँ एकदम राम्रो छ यहाँ चाहिँ हैन हेर्नुहोस् त यस्तो राम्रो छ है हामी चाहिँ यहाँ अब घुम्दैनौँ किनकि हामी चाहिँ माथि पुग्नु छ नि त माथि पुग्नु छ हामी चाहिँ माथि ढिलो हुन्छ भनेर हामी चाहिँ कतै पनि यसो घुम्दै रमाइलो गर्दै जानु पाएको छैनौँ किनभने चाहिँ हामी आफ्नो ठाउँमा पुग्नुलाई चाहिँ जाँदैछौँ नि त यस्तो भ्यू हेर्नु रहेछ चिसो पानी
त्यही चिउरा खाने छौँ यताबाट त कस्तो फिल भइरहेछ मिठो कस्तो मजा आइरहेछ मलाई चाहिँ भोक लाग्यो हिँड्नु नसकेर झन्डै ढले तल भोकायो भएन हाम्रो ग्रुपहरू हो तलतिर छ अब यहाँबाट माथि चढ्ने धोत्रेबाट हिँड्नु हुँदैछ सबैजना टिम धेरैजना हुनुहुन्छ यहाँ ग्रुपमा पछाडि पनि आउनु हुँदैछ हाम्रो सुसिता दिदी गरेर स्लाक्कै भइरहेछ अर्को ग्रुपहरू त्यहाँ आउनुहुँदैछ ऊ यहाँ हुनुहुन्छ हाम्रो दिदी धोत्रे आउन चाहिँ 3 घन्टा छ अरे धोत्रेबाट त आज हामी खाना खान्छौँ खाना खाइसकेपछि चाहिँ 1 घन्टा रेस्ट गरेर हाम्रो त आज मेन उद्देश्य भनेको त मयङमा पुगेर मयङमा बस्छौँ त्यसपछि हाम्रो माथि सिलचुङमा जानुपर्ने छ त्यहाँ हेर्दै गर्नु होला हाम्रो भिडियोहरू नयाँ नयाँ कुरा देख्न पाउनुहुन्छ वाउ कति राम्रो आछु कस्तो लागिरहेछ तपाईहरुलाई यहाँ आउँदा एकदम खुसी ह्यापी हजुरलाई रिसाउनु भएको छ त जहाँ मेरो खुट्टा के उयो भयो ठिडायो यस्तो पानी पर्दैछ बहिनी तल पुगिसक्यो डाँडा अझै 1 घन्टा आउनु बाँकी छ अनि म यहाँ छु यहाँ छौ हामी चाहिँ 1 घन्टा त्यसै कतिमा पुग्छौँ अरे हामी चाहिँ धोत्रे आइपुग्यौँ बस्न लागेछ तातो पानी खाऊ आइपुग्नु भयो उहाँहरू चाहिँ टक्क यहाँ आइपुग्यौँ अनि खाना खाएर अबि 2 जनाले पनि हेरिरहेछ के भयो यहाँ छ म्याउ गरेर म्याउ 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 यस्तो जाडो हिमाल छ यस्तो राम्रो है कति राम्रो देखेको डाँडा हेर्नुस् त हामी चाहिँ यहाँ आइपुग्यौँ यस्तो राम्रो छ ब्युटिफुल छ अनि यहाँ हुन्छ बिचमा यल्लो मान्छे अनि यस्तो राम्रो छ डाँडा हेर्नुस् त फुलेको बेला चाहिँ दामी हुन्छ होला के त्यो एउटा लाली गुराँस फुल्ने ठाउँ छ नि त्यही जस्तै क्या है यस्तो राम्रो हिँड्दा हिँड्दा हाम्रो चाहिँ खुट्टा गइसक्यो अब हामी पुग्छौँ अब अझै हामीले यहाँबाट 2 घन्टा लाग्छ हामी आइपुग्यौँ राति कस्तो लागिरहेछ तपाईँलाई कस्तो चिसो है ठिकै लागिरहेछ मलाई पानीले भिजेर क्या अझ हामीले तलतिर ग्रुप आउनुहुँदैछ वा यस्तो राम्रो वा कति राम्रो देखेको बहिनी त अगाडि अरू ग्रुपहरूसँग गइसक्यो नि माथि हामी मात्रै बाँकी हो यहाँ चाहिँ हाम्रो चोरीको अनि यहाँ चाहिँ हाम्रो पकाएर चिया चिया खाने रहेछौँ अनि यहाँ हुन्छ हाम्रो सानो मान्छे तिम्रो नाम के हो तपाईँको नाम ए बसेको त्यसपछि यहाँ छ 2 जना जान्दैछ नअगाडि बादल लाग्यो यस्तो छ कपाल छोडेर बुझ्दा भएर हिँडिरहेको छ अब हामी मयू जानु लागेको यहाँबाट हिजो राति भएर त्यहाँ पुग्नु सकिनौँ अब हामी यहाँबाट जाँदैछौँ
हामी चाहिँ माथि डाँडामा आइपुग्यौँ। यहाँ चाहिँ उहाँको खुट्टा दुख्यो अरे। के भयो दाजु? नङ काट्नु बिर्सेछु, जुत्ता टाइट लगाएर खुट्टा कस्तो भतभत पोलो क्या। म्या गरेछ होइन यहाँ मुन्नीहरू। यहाँ भत्ता मुन्नीहरू बसिरहेछ। क्युट 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 मुन्नीहरू छ यहाँ टोकोमा। भेडा हो? भेडाको बच्चाहरू कस्तो राम्रो हो। धेरै देखिएन भन्दा पानी जान्छ त्यही बसेर पो खाइदियो। माथि मोइन डाँडामा आएर यहाँ चाहिँ हामी क्याम्पिङ गर्ने भनेर दाउरा यसो लिएर अनि यहाँ चाहिँ अब हामी भात पकाएर खानेछौँ। आज चाहिँ यो चाहिँ हुस्सु लाएर होइन कस्तो भइरहेछ। अनि यहाँ हुनुहुन्छ हामी यहाँ चाहिँ यो टाङ्नु लागेको टेङ टाङ्नु लागेको। अब केही देखेको छैन डाँडा यस्तो राम्रो देख्छ कि यहाँ डाँडै वरिपरि ढुस्सु लागेर हेर्नु न। अब हामी चाहिँ दाउरा रेडी गर। म त गोबरकै अगाडि पो बसिछु। चिसोले आँखा सुनेर कस्तो भइसक्यो। हामी चाहिँ यहाँ आगो बाल्यौँ। यो दुईजनाले आगो बाल्नु सक्दैन जस्तो लाग्यो। हेरेन सकेन उडिजान्छ है। ल बोलो बोलो अब हामी यहाँ भात पकाएर खानेछौँ। ट्रेन यहाँ छ। हामी चाहिँ यहाँ पकाएर खान लागेको है। यहाँ भेनाले लसुन कुटु हुँदैछ छिरा दिदिउँ। यहाँ पुरा चौरीको घिउमा सिकुटी यहाँ बनाउनुको लागि रेडी गर्नु हुँदैछ। हामी चाहिँ यस्तो ठाउँमा आएर टेन्ट राखेर मासु मोइनको माथि डाँडामा बसेर खाँदैछौँ। के हाल्नु लानु भयो? बेसार हामीले घरदेखि यसरी प्याक गरेर ल्याएको थियौँ। यस्तो हामी तिनजना यहाँ पुग्छौँ भन्ने थाहै थिएन है। मलाई त थाहा थियो। अब हाम्रो फेरि कहाँ जाने छ। पानी दिन्छ अब। पानी पनि एकदम क्याको हो यो पानी चाहिँ? यो चाहिँ यहाँ खोलाको अलिअलि गर्दै हाल्ने हो कि पुरै सुपै हो? सुप हो यो त। भयो होला। यो चाहिँ हाम्रो अर्ग्यानिक टाइपको होइन। हामीले लसुन अदुवा मात्रै हालेर यो खाना खाएर फुर्सुट गर्ने हामी। बहिनी के खाँदै हुनुहुन्छ? ए अघि सानो चौरी तर ठुलो बडो। म चौरी गाईको यहाँ घिउ खाँदैछु। अहिले सिमा सकिन्छ घिउ होला। हामी चाहिँ यो ठ्याक्कैसँगले गोठालेहरू जस्तै आएको हो। अब गाई बस्तु चाहिँ छैन तर गोबरहरू चाहिँ छ त्यहाँनिर। गोबर त भन्नै परेको कम्ता गोबर रहेछ यहाँ। आमामा गोबरै गोबर। के देखाउनु है, पर केही देख्दैन त्यही भएर केही पनि देखाउँदैन। अहिले हामी कति हजार फिट माथि छौँ? 4000 होइन 3000 कति फिट छ? 3000 चान्चुन। त्यति मात्रै हो र? मसिनो चाहिँ सबै मसिनो छ। अनि त्यो चाहिँ पुरा खानु छोडिदिन्छ त्यो नकाट्नु होइन। त्यहाँबाट तिमीलाई ज्वार्न त आमामा उयो पड्क्योला छ देखेँ मैले त। धेरै पड्किएछ है। धेरै डढो भन्छु छिटो लुक ढेड कालै भएछ नि। होइन ठिक छ। उतातिर भए यतिको पनि डढाउनु पाइँदैन थियो। यता चाहिँ दामीसँगले डढिएको छ।
आगो भुटु सुकुटी पोलेको छैन अब त मजाले बोल्यो यसले कहाँ दिलेको लु यसलाई कोइला निकालौँ धेरै कोइला भएछ भित्र यसलाई कोइला निकालौँ अनि यही बाहिर आगो बोलिसक्यो अन्त भित्र हेर्नु लदिन्छ पक्न खादिन्छ म त कोइला धेरै भयो कि भयो त भयो भइरहेछ भातसँग मिठो हुन्छ त्यो लराम खाने पक्रिजान्छ होला अनि तिमीहरूले चम्चा यस्तरी खान्छ त यस्तरी माइजूसँग त अलिक नाले यही भइरहेछ दि त्यस्तै त्यहाँबाट सल्लाह बनाइरहेको बेसार लगाउने खानु पर्यो हो भाइ बाढी पो गएको हो कि भनेर नि चौरीको दुध खान यहाँ रुन लागिसक्यो अर्को पनि आजको मौसम यस्तो छ होइन मौसमले गर्दाखेरि यस्तो भइरहेछ आज मौसम अति राम्रो बब्बाल देखेछ है दिउँसो घाम पानी परिदिन्छ र दिक्क लाग्यो मलाई पनि यो भिडियो चाहिँ डिस्टर्ब रातै उज्यालो काटेको हामीले यो मान्छेले यो बुढी मान्छेले बाहिर जानु दिएन उता यति हो यत्रो कोठामा बसेको थियौँ एउटा पार्टीमा यहाँ थिचेको नछोड्ने भने त्यो बेला चाहिँ आउनु पर्ने रहेछ अलिकति अगाडि आउनुपर्छ कार्तिक पूर्णे मान्छेको तात हुन्छ अनि त्यो उनीहरूको गीतको धुनमै गइहाल्छ क्या यो डाँडापुरले गीत जान्छ है पारा पाराको खोटाङतिरको मान्छे राम्रो गीतै सालपाबाट आउँदाखेरि मैले गीत एउटा डराम थियो उठेछ जर के उठेछ दुलै हामी चाहिँ कुन हो भने त मै ओल्याडे धामी झन् दुलै परेछ एउटा थाल बजाउने एउटा डडेम बजाउने एउटा मजाले धामी रहेछ माथि यो लाउरे खामको फेदमा मजाले उसको केजती गरेर चाहिँ मजाले कामेर केजती उसको पुरा मुदुम ल्याइराखेको रहेछ मेरो पालि डडमले त गएको त बरै एक काम बर बसिरहेको पुरा त्यसम्म मान्छेको तात थियो त्यो बेला हामी जाने बेला कुन सालमा जानु म 2 साल अगाडि भयो होला
मेरो कान्छी छोरी अहिले 4 वर्ष भयो म जापान गएको त्यो नानीहरू भइपठायो पिठो थियो नि त उहाँ पिठो घिउ लाउनु पर्छ हो पिठो सातो पिठो लाउनु पर्छ सातो पिठो कस्तो डाडो हो धेरै ठुलो भएन डाडो यसमा अहिले दुध चला डाडोमा चाहिँ कोरङ्नी हो दुधको फिस हो टालिएको अब के चलाकै हैन लिन त बहिनी आगा बहिनीलाई ए हस् हुन्छ मेरो साटो मलाई ल्याइदिनु होइन भयो यहाँ त आगो फुकिराख्नाले यहाँ चाहिँ हामी यस्तो माथि डाँडा चढेछौँ मुन्दुङको डाँडा अनि यस्तो मयुङको डाँडा यस्तो डाँडा छ यस्तो भिड चढेर हामी चाहिँ आएको माथि यो माथिबाट यस्तो राम्रो देख्छ वाउ सो ब्युटिफुल कस्तो राम्रो यता त हेर यता कस्तो राम्रो देखेको अब हामी माथि जानेछौँ अनि यहाँ दुईजना उभिरहेछ हामी साह्रै मजा गरिरहेछौँ पानी चाहिँ पलासे छ बादल वर्ष बिजुली सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी मुटु मेरो खोइ भनेको त सम्फिरी रेशमफिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशमफिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको हैन मायालाई ताकेको रेशमफिरी रेशमफिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशमफिरी यहाँबाट मयुङ डाँडाबाट हिँड्यौँ तलतिर भुसुतिर झर्दैछौँ है हामी चाहिँ तल गएर झर्नेछौँ है कान्छी दुध दुध चौरी गाईको यस्तो मिठो अनि यहाँ खाना खानु हुँदैछ अनि हामी चाहिँ यहाँ चौरीको माथि छ ठुलो जाडो यहाँ आउँदा म ह्यान्डी प्लस हालिदिन्छु
यो चौरी गाईको होइन नि हेन्डी प्लस जाडो भइसक्यो होइन अनि जुलाईको लागेको छ यस्तो जाडो छ अनि मलाई यहाँ अचम्म लागिरहेछ यो छ नि यो गाई यो काले रातैभरि पानी परेछ खाएको छ पानी परेछ खाएको छ हावा चलेछ खाएको छ एकछिन मुख खाली गर्दैन यो गाईले खाएको छ म छक्कै पर्छु यिनीहरू खाएको देखेर पानी झरी पानीमा परेको छ खाएको छ सुला नि खाएको छ अहिले मात्रै बसेको होला 2 दिनपछि बसेको होला यो दुईटा गोरु गाई हो यो चपाक गर्छ अब हामी चाहिँ यहाँ स्कुल लागेको भोजपुर